नेपालको राजनीतिमा अहिले दुईजना स्वतन्त्र पात्रहरू एकदमै शक्तिशाली भएर उदाएका छन्, बालेन शाह र हर्का साम्पाङ राई। तर कुरा के हो भने यो भिडन्त व्यक्ति व्यक्ति बीचको मात्रै होइन, यो त दुई फरक राजनीतिक विचारकै हो। यही प्रश्न आजको हाम्रो विश्लेषणको मुटु हो। एउटा एकदम शान्त रणनीतिक, अर्को चाहिँ आक्रामक र सिधा। आखिर देशले खोजेको कस्तो नेतृत्व हो त? ल, अब अलिकति गहिराईमा जाउँ है त। यी दुवै स्वतन्त्र अनुहारले नेपाली राजनीतिको जुन एउटा परम्परागत बाटो छ नि, त्यसलाई चुनौती त दिएका छन्, तर उनीहरूको आफ्नो बाटो भने एकदमै फरक छ। एकातिर हुनुहुन्छ काठमाडौँका मेयर बालेन शाह, जसले राजधानीमा एउटा नयाँ राजनीतिक शक्तिको अभ्यास गरिरहेका छन्। अनि अर्कोतिर हुनुहुन्छ धरानका मेयर हर्क साम्पाङ राई। उहाँले चाहिँ आफ्नो शहरमा एक बेग्लै किसिमको, भनौँ न, आन्दोलनकै नेतृत्व गरिरहनु भएको छ। तर फेरि एकपटक दोहोर्याएर भन्नुपर्छ, यो लडाईँ व्यक्ति व्यक्ति बीचको होइन, यो त दुई फरक राजनीतिक दर्शनकै युद्ध हो, जसको परिणामले नेपालको भविष्य कता जान्छ भन्ने कुरा तय गर्न सक्छ। ल, अब पहिलो चरणमा हेरौँ उहाँहरूको नेतृत्व गर्ने शैली। साँच्चै भन्ने हो भने दुवैको तरिकामा आकाश पातालको फरक छ। बालेन शाहको शैली हेर्ने हो भने एकदमै रणनीतिक र शान्त छ। उहाँ सिस्टमभित्रै बसेर नीतिगत सुधार गर्नुपर्छ भन्नेमा विश्वास गर्नुहुन्छ। तर हर्क साम्पाङ, उहाँ आक्रामक र प्रत्यक्ष हुनुहुन्छ। उहाँको तरिका त सिस्टमसँग सिधै ठोकिने खालको छ। भनौँ न, एउटाको हतियार नीति हो भने अर्कोको हतियार चाहिँ आक्रोश। यसले एउटा निकै महत्त्वपूर्ण प्रश्न खडा गर्छ। आखिर हामीलाई कस्तो नेता चाहिएको हो? धैर्यवान र योजनाबद्ध, के तुरन्तै प्रतिक्रिया दिने एकदम जोसिलो? अब लागौं दोस्रो चरणतर्फ। उहाँहरूको काम गर्ने तरिका, परिणाम निकाल्ने शैली चाहिँ कस्तो छ त? यहाँ पनि उनीहरूको बाटो फेरि छुट्टिन्छ। बालिनको ध्यान नीति, कानून र लामो समयसम्म टिक्ने संरचना बनाउनमा छ, जुन एक टेक्नोक्राटिक शासनको राम्रो उदाहरण हो। तर हर्कको शक्ति कहाँ देखिन्छ? श्रमदान र प्रतीकात्मक काममा। उहाँ त जनभावनाको प्रत्यक्ष प्रतिनिधि बन्नुभएको छ, जसले तुरुन्तै देखिने काममा जोड दिनुहुन्छ। त्यसो भए समाजले के खोजिरहेको हो त? नीतिगत सुधारबाट आउने त्यो लामो समयको परिणाम, कि श्रमदानबाट मिल्ने त्यो तत्कालको प्रेरणा र एकताको भावना? ल, अब तेस्रो र अन्तिम चरणमा उहाँहरूको राष्ट्रिय सम्भावनालाई हेरौँ। के उहाँहरूको यो मोडल स्थानीय स्तरबाट उठेर राष्ट्रिय स्तरसम्म पुग्न सक्ला त? बालेन शाहको टेक्नोक्राट शैली र नीतिगत दृष्टिकोण हेर्दा एउटा पार्टी बनाएर राष्ट्रिय स्तरमा विस्तार हुने सम्भावना बलियो देखिन्छ। तर